गुड मर्निङ छ है सबैजनालाई। आजको मौसम यस्तो छ, घाँसमा गई हुँदैछ, जङ्गलमा कोही मान्छे पनि छैन। पानी परेर बाटो अलिक चिप्लो भएको कारणले गर्दाखेरि मान्छेहरू अहिले घाँस दाउरामा आएकै छैन। हेरौँ अब कतातिर पाउँछ अम्लिसोहरू। गाई र बाख्रा त कराक कराक गर्छ, भुइँ घाँसले पुग्दैन साथी हो। के गर्नु अब, बाख्रा गाई पालेपछि घाँस नकाटी हुँदैन। फेरि गाउँमा बसेर यति नगरी भएन हो साथी हो। यस्तो छ, बाटो यस्तो झोडी बसिरहेको छ। अन्त आज 1 महिना जस्तो बादमा त आएको होला जङ्गल। यस्तो चिप्लो भएको रहेछ बाटोहरू, कोही छैन जङ्गलमा मान्छे साथी हो, एक्लै। अरूभन्दा पनि यता भालु र चितुवा निस्किने त्यसको त डर हुन्छ। यस्तो चिप्लो भएको छ नि त, चिप्ले भन्दा गयो नि होला। यहाँ त पानी पलाएछ नि त। यो त साथी हो सक ल्याएको होइन, मजबुरी ल्याएको है। भुइँ घाँसहरू बारीतिर पनि छ, तर अब त्यसले पेटै त भरिँदैन, कराएको करा गर्छ गाई। अम्लिसोको एक भारी लग्यो भने चाहिँ मिक्स गरेर दिँदा हुन्छ नि त। तर बाटोको अवस्था यस्तो छ, जङ्गलमा मान्छे छैन, धुम्म लागिरहेछ। नयाँ कुराले जालहरू बनाएको हेर्नुहोस् त, यस्तो चिप्लो बाटो छ। लु, यो खोल्सामा पनि पानी पलाएछ है। अब चाहिँ लाटपन्चरमा पानीको दुःख नहुने भयो। यो मुहानको बरको पत्ताहरू सबै झरेछ। अस्ति भर्खरसम्म हर्नबिलहरू पुरा आउँदै थियो, मेल फिमेल यहाँनिर। अहिले त सबै फ्रुटहरू पनि झरिसकेछ, इभन पत्ता पनि झरिसकेछ। ल साथी, अहिले चाहिँ हामी लाटपन्चरको मुहानमा आइपुगे। मेन पानीको सोर्स यहीँबाट सप्लाई हुन्छ, एकदम बिस्तारै। अहिले आउँदा पो साह्रो पर्ने छ त मलाई त। फेरि यस्तो चिप्लो छ, यस्तो बढिसकेछ यहाँको पानी त। अन्त यस्तो छ है साथी हो, पानीहरू ब्लक भयो, यहाँबाट झरिरहेछ। यो डिडिएससी धोबीधुराको पानी हो। यहाँ हाम्रो 45 को बडाहरूकोपट्टि जाने पानी निकै मैला भएछ। पानीको फोर्स ज्यादा भएर गएकै छैन नि। चिप्लो चाहिँ यो खालको छ साथी हो। घाँसै छैन साथी हो, टाढो आइपुगिसकेर पनि घाँसै देख्दैन। यो भुइँ घाँसहरू त बारीभरि छ नि। हामीले सोचे कता चाहिँ हान्नुपर्ने, घाँसै त छैन नि त, अम्लिसो नै त छैन। साथी हो, अब म यतै कलेक्सन हान्छु होला। अम्लेसहरू टुसटासी यतै छ। अब साह्रै टाढो जानु पनि रिस्कै हुन्छ यस्तो मौसममा। यतातिर काट्नु पऱ्यो। म साथी हो, यहाँ चाहिँ मैले के देखेँ भने यहाँ चाहिँ मृग चरिरहेको रहेछ है। तपाईँहरूलाई म देखाउन सक्छु सक्दिनँ,
क्यामेरा क्वालिटी यति राम्रो छ नि। यहाँ यो चाहिँ मृग है साथी हो, यो देख्दै गर्नुहुन्छ नि, मृग चढ्दै रहेछ। देख्नुहुँदैछ, गयो। है साथी हो, म चाहिँ घाँस पुऱ्याएर पनि ल्याइसकेँ। एकछिन यहाँ बिसाइरहेको छु। यहाँबाट चाहिँ गणेशधुरा यहीँ देख्यो, गणेशधुरा भयो यो। यता 48, यहाँ माथि माथि झोलीहरू, यहीँ कमानको लाइन। यस्तो छ साथी हो। घाँस काट्नु साह्रो छ है साथी हो। यो हाम्रो सनसेट डाँडा। ल त साथी हो, यस्तो छ है। बिहान बिहानै घाँस पनि ल्याइ पुऱ्यायो। म चाहिँ यहाँनिर मल पल्टाउनुपट्टि लागेँ। अब यो पुरानो मललाई चाहिँ यता पल्टाएर आज गोबर सराई हुन्छ साथी हो। 5 बजिसक्यो, छिटो छिटो काम सकेर फेरि अर्को मेलोमा लाग्नुपर्छ। यस्तो छ है साथी हो, हाम्रो काम चाहिँ बहुत मुस्किल छ। गोठामा काम गर्नु पनि मालिकको चित्त बुझाउनु मुस्किल छ है साथी हो। छिटो छिटो काम सकेर फेरि हिँड्नुपर्छ, सिलगढी निस्किनुपर्छ साथी हो। यस्तो छ। मल अब यही माथि हाल्यो भने त फेरि साह्रो पर्छ पछि। त्यही कारण यसलाई चाहिँ यता पल्टाएर नयाँ सोरेको चाहिँ यहाँ फ्याँक्नुपर्छ। यस्तो छ है। आयो पारा चाहिँ यो नयाँ गोबर यहाँ, पुरानो गोबर उता। यो पाकिन्जेल यो हाम्रो युज हुँदै गर्छ त्यति बेलासम्म। त्यो फाइदा छ नि त गाई पालेको चाहिँ। यस्तो छ साथी हो। हत्तु भयो, अझै पुरा सोर्नुपर्छ। आधी आज सोर्नु पऱ्यो, आधी चाहिँ भोलि अब भ्याउँदिनँ। ल साथी हो, अब चाहिँ कर्मट आइपुग्यो। यति बेला रात परिसक्यो।